हेलो हजुर नमस्कार स्वागत छ तपाईहरुलाई युवराज खनालको आउती भ्लग्स डेली भ्लग्स मा। आज म यतै गाउँघरतिरै छु। पानी आइरहेको छ, मौसम एकदम शान्त शीतल छ। अघि थोरै हावाहुरी पनि चलेको थियो। अहिले अलिअलि पानीको छिटा परिरहेको छ। पानीको यो बादल छ, बादल आएको छ। मकैहरु हरियाली छ। मकै थोरै हुरीले ढालेको पनि थियो। ओ बाटो चिप्लो पनि रहेछ यार। यस्तो हुँदै गर्दाखेरि आज मौसमले च्यालेन्ज गरेको छ र बत्ती पनि गएको छ, लाइट पनि छैन। यो हितेन्द्र देव साक्य आएबाट लोड सेडिङ पनि हुन थालेको छ। सबैले जनदबाब दिउँ, लोड सेडिङको अन्त्य गरौँ। यो लोड सेडिङ मुर्दाबाद। यो मान्छेलाई चाहिए बेला लोड सेडिङ हुँदैन, नचाहिने बेला लोड सेडिङ हुन्छ। मान्छेको बिहान एकदम युटिलाइज हुन्छ। बिहान आवश्यकता पर्दछ विद्युतको, त्यतिखेर चाहिँ लोड सेडिङ गरेर मर्छन् मुलाहरू। तर अहिले त्यो लोड सेडिङको राह चाहिँ हल्का शीतलताले प्रदान गरेको छ। हेर्नुहोस्, आउनुहोस्, आज तपाईलाई म घुमाउन लिनेछु मेरो गाउँ। यो मेरो घर, यो गाउँ। यो गाउँको हरियाली वातावरण राम्रो छ, दामी छ मेरो गाउँ। हेर्नुहोस्, पुरै मकै पनि यहाँ फलिसकेको छ, तर एकदम नराम्रो छ। भिन्डी लगाएको रहेछ, कुलोमा अलिअलि पानी पनि रहेछ। यो मकै अलि राम्रो रहेछ। त्यही भएर गाउँको हरियाली परिवेशमा एकदम राम्रो छ। पहिलोचोटि भ्लगिङ गर्दैछु। भ्लगिङ गर्दाखेरि ल अहिले म घरतिर पुग्दैछु। घर हाम्रो राम्रो छ। थ्याङ्क यू। सब्स्क्राइब गरिदिनु होला। बाँकी अर्को भिडियोमा है त। आज तरकारीमा कटर आएको छ, मालीले लिएर आएकी छिन्। अहिले हामीले मिठो तरकारी बनाएर खाने। माली बाई बाई गरिदेऊ, त्यति टाढाबाट नै। कटरको तरकारी पनि खाइन्छ, झ्याप्प पारेर।